श्री राधे राधे। समादरणीय भक्तजन, आउनुहोस् अब आज 7औं दिनको यो अन्तिम सत्रमा हामी छौं। महाराजश्रीबाट आशीर्वाद प्राप्त गरिसक्नु भएको छ। यस्तो तीर्थबाट जहाँ हामीले धाएर दर्शन गर्न जानुपर्ने तीर्थ हाम्रा सामुमा आएर, हजुरहरू सानिध्यमा आएर, यो उमेरमा आएर पनि यस्तो अनवरत रूपले, धारावाहिक रूपले भागवत, श्रीमद् भागवतको कथा श्रवण गराएर हामी सबैलाई कृतार्थ बनाउनु भएको छ। हाम्रा पितृदेवताहरू, यस गृहका पितृदेवहरूलाई सम्पूर्णलाई पार तार्दै सम्पूर्ण भक्तजनहरूको आत्मालाई आत्मामा बसेर आशीर्वाद प्रदान गर्नुहुने सद्गुरुदेवलाई धन्यवाद गर्दै र यो आयोजक परिवार जसले यत्रो आयोजना गरेर यत्र तमाम भक्तहरू आएका दिनदेखि, सुरुका दिनदेखि अनवरत रूपले आएर भक्तहरू जसरी आउनुभयो ती इष्टहरू राख्ने, उहाँहरूको अभिभावकता र उहाँहरूको उदारतालाई देखेर यी भक्तहरू सबै आउनुहुन्छ र उहाँहरूको उदारता हो यो। त्यही अनुरूप हामी पनि हजुरहरूले आयोजना गरेको कार्यक्रमलाई सफल बनाऊ भनेर हेरिसबर्गबाट हाम्रा राम थपलिया भाइजी आउनुभयो, यहाँ भागवत रिजालजी केन्टुकीबाटै र म उदय दाहाल। हामी पनि हजुरहरूको कार्यक्रम सफल बनाउनको निमित्त यहाँ सरिक भयौँ। जे जस्तो गऱ्यौँ हामीले हजुरहरूलाई आनन्द दिलाउन, पूर्ण आनन्द दिलाउन त सकिउन होला, र पनि यसमै जति छ त्यसमा आनन्द लिदिनु हुन निवेदन गर्दछौँ। यसमा सबैको मन जित्ने, हामीहरूका प्रत्येक शब्दलाई भिडियोमा रेकर्ड गरेर राखिदिनु हुने हाम्रा विशाल दाई यहाँ अगाडि हुनुहुन्छ। उहाँले यो सबैको चित्राङ्कन गरेर, सबैको चित्र उहाँले कैद गरेर पछिसम्मले राखिदिनु हुने हाम्रो विशाल दाई यहाँ हाम्रो अगाडि हुनुहुन्छ। उहाँ त हाम्रो यो सबैको मूलै उहाँ हुनुहुन्छ। र आउनुहोस् अब मैले भाइको नाम लिन बिर्सिएछु। भाइ सरी, धेरै सरी है भाइ। भाइलाई धेरै धेरै धन्यवाद। यसपालिको यो साउन्ड सेट यति राम्रो कि मेरो घाँटीमा पनि केही भएन, मेरो बोलीमा पनि केही भएन। साउन्ड सेट नराम्रो छ भने घाँटी पनि बिग्रिन्छ। भाइले साह्रै राम्रो गरिदिनु भएको छ। मैले नाम लिनै बिर्सेछु। मैले भजन कीर्तनपट्टिबाटै हजुरको नाम लिएको सम्झिदिनु होला। जय होस्। र आउनुहोस् अब अन्तिम सत्रमा हामी के गरौँ, एउटा भजन गाउँ, त्यो भजनमा सबै झुमेर नाचौँ, त्यसपछि हामी एउटा बिदाईको भजन गाउँछौँ। त्यही भजनमा हजुरहरूले ताली बजाएर सहयोग दिनु होला। मन्त्रदानको ठिक गर्नुहोस् है त। भजन सक्दा बित्तिकै हामी मन्त्रदान गर्छौँ। हामीहरूको समय कस्ता ठाउँमा छौँ अरे हामी भनी, गोधन गजधन बाजी धन, गोधन गजधन बाजी धन और रतन धन खान, जब आए संतोष धन और धन धूलि समान, जब आए संतोष धन और धन धूलि समान। धेरै कमाएको सम्पत्ति होस्, गोधन गाई वस्तुको, हात्ती घोडाको, गजधन बाजी धन, जितबाजीबाट कमाएको धन होस्, धेरै सम्पत्ति होस्, तर ती सम्पत्तिमा आनन्द छैन अरे। जब सन्तोष धन प्राप्ति हुन्छ, राम नामको सन्तोष धन, कृष्ण नामको, नारायण नामको सन्तोष धन प्राप्त हुन्छ, त्यो धन पाएपछि मात्रै हामीसँग त्यो धनको आनन्द पाइन्छ। त्यसैले अरू धन धुली समान हुन्छ। आऊ एकछिन भगवान श्री कृष्णलाई, हाम्रा संसारी लकलयमा चल्ने लोक भाकामा हामी एकछिन भगवान श्री कृष्णलाई आउनुहोस्, नाचिदिनुहोस् भनेर हामी पनि नाचौँ र भगवानलाई पनि नचाउँ। र त्यो गर्दै गर्दै आनन्द लिँदै अब हामी एउटा अन्तिममा बिदाई भजन गाउनेछौँ। त्योभन्दा पहिला एउटा भजनमा आनन्द लिउँ। जय श्री राधे। नाचा कृष्ण तिमी बंसीको तालमा,
नाच कृष्ण तिमी वंशीको तालमा नाच कृष्ण तिमी वंशीको तालमा नाच कृष्ण तिमी वंशीको तालमा कति बस्छौ गोलक धाममा अब आऊ कली युगमा 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 मलाई पनि अर्जुन जस्तै सँगै बस्न मन लाग्यो मलाई पनि अर्जुन जस्तै सँगै बस्न मन लाग्यो सँगै बस्न नपाए पनि दर्शन गर्न मन लाग्यो सँगै बस्न नपाए पनि दर्शन गर्न मन लाग्यो यदि प्रभु नआउने भए धाम आउने बाटो देखाऊ यदि प्रभु नआउने भए धाम आउने बाटो देखाऊ नाच कृष्ण तिमी वंशीको तालमा नाच कृष्ण तिमी वंशीको तालमा कति बस्छौ गोलक धाममा अब आऊ कली युगमा कति बस्छौ गोलक धाममा अब आऊ कली युगमा सत्ययुगमा नारायण जगतको पालन गर्यो सत्ययुगमा नारायण जगतको पालन गर्यो त्रेतायुगमा राम बनेर रावणको उद्धार गर्यो त्रेतायुगमा राम बनेर रावणको उद्धार गर्यो द्वापर युगमा कृष्ण बनेर भूमिको भारा हटायो द्वापरयुगमा कृष्ण बनेर भूमिको भारा हटायो नाच कृष्ण तिमी वंशीको तालमा नाच कृष्ण तिमी वंशीको तालमा कति बस्छौ गोलोक धाममा अब आऊ कली युगमा कति बस्छौ गोलोक धाममा अब आऊ कली युगमा कलियुगका मानवलाई भक्ति ज्ञानको बाटो चिनायो कलियुगका मानवलाई भक्ति ज्ञानको बाटो चिनायो कलियुगका मानवलाई भक्ति ज्ञानको बाटो चिनायो कलियुगका मानवलाई भक्ति युगको बाटो चिनायो युग युगमा अवतार लिँदै सृष्टिको रक्षा गर्यो युग युगमा अवतार लिँदै सृष्टिको रक्षा गर्यो सद्गुरुको रूप बनेर मुक्तिको बाटो देखायो सद्गुरुको रूप बनेर मुक्तिको बाटो देखायो नाच कृष्ण तिमी वंशीको तालमा नाच कृष्ण तिमी वंशीको तालमा कति बस्छौ गोलोक धाममा अब आऊ कली
काली युगमा कति बस्छौ गोलोक धाममा अब आऊ काली युगमा नाच कृष्ण तिमी वंशीको तालामा नाच कृष्ण तिमी वंशीको तालामा कति बस्छौ गोलोक धाममा अब आऊ काली युगमा 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 भक्तवत्सल भगवानको जय। आउनुहोस् भक्तजन, अब आजको अन्तिम सत्र, अब विदाईको प्रसङ्गमा हामी एउटा भजनद्वारा विदाई माग्दै माग्दै सबै भक्तजनहरूसँग भजनद्वारा विदाई माग्नेछौँ। श्री राधे। जस्तो जान्यौँ हामी यही भजनद्वारा हजुरहरूलाई सन्तोष लिइदिनु हुन अनुरोध गर्दै आउनुहोस्। अब यो भजनमा पनि सरिक भएर सबैले सहयोग गर्नुहोला। यो बसेरै सुन्नु भयो भने राम्रो। विदाईको भजन हो, नाच्ने छैन। नाच्दै गाए पनि हुन्छ, हुन चाहिँ नाच्दै गाए हुन्छ, तर गाउनु पनि पर्यो है हजुरहरूले पनि। भक्तजन माग्छौ बिदाई दुई हात जोडेर, भक्तजन माग्छौ बिदाई दुई हात जोडेर। सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर, सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर। भक्तजन माग्छौ बिदाई दुई हात जोडेर, भक्तजन माग्छौ बिदाई दुई हात जोडेर। सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर, सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर। भागवत भगवानको ठुलो कृपा भएर, भागवत भगवानको ठुलो कृपा भएर, भागवत भगवानको ठुलो कृपा भएर, भागवत भगवानको ठुलो कृपा भएर। हरि भजन गाउन पायौँ पुराणमा आएर, हरि भजन गाउन पायौँ पुराणमा आएर। जाँदैछौ हामी हजुरहरूको सम्झना लिएर, जाँदैछौ हामी हजुरहरूको सम्झना लिएर। सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर, सत्सङ्गमा आयौ भजन गायौ जाँदैछौ छोडेर। धन्य बनुन् पितृहरू भागवत सुनेर, धन्य बनुन् पितृहरू भागवत सुनेर, धन्य बनुन् पितृहरू भागवत सुनेर, धन्य बनुन् पितृहरू भागवत सुनेर। हरिधाम जान पाउन् आशीर्वाद लिएर, हरिधाम जान पाउन् आशीर्वाद लिएर, हरिधाम जान पाउन् आशीर्वाद लिएर, हरिधाम
सम्झेर सन्ततिहरूले बोलाउँछन् फेरि पितृलाई सम्झेर सत्सङ्गमा आयो भजन गायो जाँदैछौ छोडेर सत्सङ्गमा आयो भजन गायो जाँदैछौ छोडेर गुरुदेव इष्टदेव सबै देवी देवलाई 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 सत्सङ्गमा आउने सारा माता पिताहरूलाई 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 दाजु र भाइ दिदी र बहिनी सबैलाई सम्झेर दाजु र भाइ दिदी र बहिनी सबैलाई सम्झेर सत्सङ्गमा आयो भजन गायो जाँदैछौ छोडेर सत्सङ्गमा आयो भजन गायो जाँदैछौ छोडेर हजुरसँग भागवतको प्रेम नाता जोडेर हजुरसँग भागवतको प्रेम नाता जोडेर हजुरसँग भागवतको प्रेम नाता जोडेर हजुरसँग भगवानको प्रेम नाता जोडेर हृदयमा भक्तजनको न्यानो माया लिएर 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 जाँदैछौँ हामी सत्सङ्गबाट बिदाई दिएर जाँदैछौँ हामी सत्सङ्गबाट बिदाई दिएर पुराणमा आयो भजन गायो जाँदैछौँ छोडेर पुराणमा आयो भजन गायो जाँदैछौँ छोडेर हे भक्तजन माग्छौँ बिदाई दुई हात जोडेर हे भक्तजन माग्छौँ बिदाई दुई हात जोडेर पुराणमा आयो भजन गायो जाँदैछौँ छोडेर पुराणमा आयो भजन गायो जाँदैछौँ छोडेर सम्झेर फेरि बोलाउनु भए आउनेछौँ दौडेर 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 हामी आउनेछौँ दौडेर हामी आउनेछौँ दौडेर। श्री कृष्ण चन्द्र भगवानको